नमस्ते साथीहरू, अहिले हामी 24 किङडम काउडाँडामा छौँ साथीहरू। हामी अहिले को छौँ त भनेर हजुरहरूलाई म भन्न चाहन्छु साथीहरू। मेरो बाबाहरूको 3 भाइ बाबाहरू, 3 जना फुपूहरू, 6 भाइ बहिनी अनि 6 भाइ बहिनीको छोरा बुहारी, छोरी भान्जा, नाति नातिना गरेर हामी जति पनि नेपालमा भएको अनि अहिले विदेशबाट आउनु भएको हरू चाहिँ भेटघाट गर्ने एउटा सुअवसर जुटाउनु हुने हाम्रो रेखा दिदी नरेश भेनालाई धेरै धेरै धन्यवाद छ। उहाँ हुनुहुन्छ मेरो ठुलो दिदी, पछाडि हुनुहुन्छ ठुलो भेना माइल फुपूको छोरी सुमी कान्छी, हाँस्दै हुनुहुन्छ हाम्रो ठुलो फुपूको छोरी अमाजु, यतापट्टि शिव कान्छाको बुढी, यता माइल बाबुको नाति बाबु, माइल बाबुको छोरी ज्योति कान्छी मसँग हुनुहुन्छ, माइल बाबुको जेठी छोरी हेलो नमस्ते छोराहरू हुनुहुन्छ ठुलो भेना मेरो माइली फुपूको छोराछोरीहरू यता बस्नु भएको छ हाम्रो दिदी माइला बाबाको छोरी ठुलो दिदी। यता फोटो सेसन चल्दैछ हाम्रो माइली फुपूको बुहारी छोरी, यता जेठी दिदी, यता हाम्रो जेठी फुपूको छोरी अमाजु, माइली फुपूको बुहारी, ज्योति कान्छीको छोरा सुमी कान्छी, यता प्यारी भाउजू यता हेर्नुहोस्। यहाँ चाहिँ मोटाउनेको कम्पिटिसन छ हाम्रो परिवारमा चाहिँ ठिक हुन्छ। जेठी म चाहिँ माइली परे मोटाउनु सुमीको आमा हुन्छ नि त हामीलाई, त्यही भएर साथीहरू अहिले चाहिँ यहाँ बार्बिक्यू पोल्दै हुनुहुन्छ, त्यही भएर गएर यहाँ चाहिँ मिठो मिठो गीतहरू लगाइराख्नु भएको थियो, कपिराइट लाग्छ, त्यही भएर मैले अहिले चाहिँ भोइस ओभर गर्दैछु साथीहरू। सबैजना चाहिँ गफ गर्दै बसिराख्नु भएको छ, देख्न सक्नुहुन्छ। हाम्रो भेनाजी किन ठुलाउनु भयो यसरी हाँस्दै हुनुहुन्छ भेनाजी, हाम्रो ठुलो भेना। अनि यता हुनुहुन्छ भिडियो बनाउँदै हाम्रो कान्छी भाउजू, अनि उहाँ भाइ चाहिँ 24 किङडमको भाइ बहिनी, उहाँहरूले चाहिँ हाम्रो चाहिँ अगाडिको दिनमा उहाँहरूलाई फोन गरेर चिकन विङ्स अनि त्यसपछि ससेज अनि बङ्गुरको मासु पोलेर खाने यतिजना आउँदैछौँ भनेर उहाँलाई चाहिँ ल्याउनको लागि अगाडिको दिनमा नै भनिसकेका थियौँ। त्यही अनुसार उहाँले चाहिँ रेडी गराएर राख्नुभएको थियो। देख्न सक्नुहुन्छ नजारा काउडाँडाबाट देखिने पोखराको भ्यू। हामी चाहिँ सबसे माथि छौँ किङडम। म चाहिँ हल्का भिडियो बनाउँदैछु साथीहरू। हेलो हेलो नजारा नजारा देखिए
24 किङडमको नजारा पोखराको भ्यूज देख्नु होला। अहिले चाहिँ हाम्रो परिवारहरू गफ गर्दै यहाँ चाहिँ हाम्रो दाइ बेना कान्छा शिवदाई माइली बाबुको सानो छोरा अनि कान्छा बाबुको छोरी जोइ माइली बाबुको बुहारी जेठी दिदी माइली दिदी जेठी दिदी भेना सरी जेठी बाबुको छोरी जेठी बाबुको छोरी अमाजु हजुर हजुर अमाजुको छोरा अनि हाम्रो माइली बाबुको बुहारी माइला बाबुको छोरी जेठी कान्छी भाउजू हाम्रो भाउजू कान्छा बाबुको बुहारी भाउजू मिला दिदी ओ दिदी माइला बाबुको छोरी ठुलो यता हेर्नु दिदी हाम्रो माइला बाबुको छोरी हुन्छ अझै दिदी भर्खर स्टार्ट हुँदैछ खानालाई छोरी यता हेर बाबु हेलो अझै हाम्रो बुवा दिदी र भेनाको छोरी भएमै चाहिँ राख्नु त्यो भाउजूलाई ल्याइदियो भयो गीता दी तपाईँको कुन हो ल यता हामी त ए हाम्रो ठुलो दिदी भेना हेलो हेलो हामी बाबाहरूको 3 भाइ फुपूहरूको 3 भाइ 3 बहिनी छोरा छोरी बुहारी हाम्रो बाबाहरूको 3 बहिनी 3 भाइ बाबाहरू 6 भाइ बहिनीको बुहारी नाति नातिनाहरू धेरै समयपछि यसरी गेट टुगेदर भइरहेको छ। हामी छौँ अहिले 24 किङडम काउडाँडा भर्खर स्टार्ट भएको छ। थ्याङ्क यू हजुर टिकटक लाइभ होइन जस्ट भिडियो मात्रै गरेको मैले अहिले आजको स्पोन्सर हुनुहुन्छ हाम्रो दिदी भेनाजु भेनाजु यता हेर्नुहोस् भनिदिनु त दिदी के अरे धन्यवाद भेनालाई धेरै धेरै धन्यवाद। यसरी सबै दिदीबहिनीहरू यसरी भेट गराउने माहौल गराइदिनु भएकोमा दिदी अनि भेनालाई धेरै धेरै धन्यवाद।
फोटो देखाउने रैसिला कहाँ जान्छ टाउको दुख्छ गिल्ली त्यही हेलो हेलो यो चाहिँ नाइटको भ्यू हो साथीहरू काउन्टाबाट हामी चाहिँ यता खाएर नाचेर रेस्ट गर्दैछौँ अब फेरि गीत बज्दैछ र त साथीहरू अब चाहिँ खाए पिएपछि हल्का खाएको पचाउनको लागि हामी सबै परिवारहरू नाच्नको लागि गएर उठेर नाच्दैछौँ देख्न सक्नुहुन्छ पारिवारिक एकदमै रमाइलो माहौलमा हामीहरू चाहिँ सबैजना खाएर नाच्यौँ अनि त्यसपछि फेरि कसैले चाहिँ अरू आइटमहरू खानाहरू अर्डर गर्नुभएको थियो त्यो समयमा चाहिँ हामीहरू सबै ग्रुप डान्समा नाच्यो साथीहरू अनि कोही चाहिँ पिउँदै हुनुहुन्थ्यो अनि हाम्रो शिव कान्छाको साथीहरू भेनाहरू चाहिँ हल्का पिउँदै हुनुहुन्थ्यो हामी चाहिँ नाच्यौँ रमाइलो गऱ्यौँ एकदमै रमाइलो माहौल गराइदिनु भयो फेरि पनि हाम्रो रेखा दिदी र नरेश भेनाजीलाई धेरै धेरै धन्यवाद हजुरहरूले यसरी सबै परिवारलाई यसरी जुटाएर एकमुष्ट सँगै रमाइलो गर्ने माहौल बनाइदिनु भयो धेरै धेरै धन्यवाद छ दिदी भेना अनि देख्न सक्नुहुन्छ हाम्रो ठुलो दिदी पनि यसरी नाच्दै हुनुहुन्छ ठुलो दिदी पनि रमाइलो गर्नेवाला हुनुहुन्छ हाम्रो चाहिँ फ्यामिली नै सबैजना चाहिँ एकदम रमाइलो गर्ने नाच्ने गाउने पाराको छौँ साथीहरू हजुरहरूले पनि देख्न सक्नुहुन्छ मेरो भिडियोहरूमा अनि धेरै जस्तो मैले यस्तै रमाइलो भिडियोहरू हालिराख्ने गरेको छु हजुरहरू पुरानो साथीहरूलाई त थाहा छ होला नयाँ साथीहरूलाई थाहा छैन भने प्लिज साथीहरू हजुरहरू मसँग जोडिनु भएको छैन भने पनि मेरो च्यानललाई सब्सक्राइब गर्नुहोला बेल आइकन अन गर्नुभएको छैन भने त्यो पनि अन गर्नुहोला नोटिफिकेसन अन गर्नुहोला साथीहरू म हजुरहरू समक्ष फेरि पनि अर्को नयाँ भिडियोहरू ल्याउने कोसिस गर्नेछु ल त साथीहरू हजुरहरूले सम्पूर्ण साथीहरूलाई धेरै धेरै धन्यवाद हजुरहरूले आफ्नो समय अनुकूल हजुरहरूले मेरो भिडियोलाई सुरुदेखि अन्तिम समयसम्म हेरेर साथ सपोर्ट दिनुभयो त्यसको लागि हजुरहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद हजुरहरूको दिन एकदमै शुभ रहोस् भन्दै फेरि पनि अर्को नयाँ भिडियोमा भेट हुने बाचाका साथ आजको भिडियो यति नै बाई बाई।